यो चिसो पनि धेरै धन्यवाद तपाईले थोपा बोटुलेर चाहिँ ल धन्यवाद भान्जी धेरै नै हामीलाई सहयोग गर्नुभयो काम पनि चिजहरू ल्याइदिनु भयो काममा पनि हाम्रै उनीहरुले गाउँजाहेर दिनमै पर्छ नि त यो हामी सबैको हो क्या हाम्रै हो यो सबैको तर यस्तोकै एउटा गुनासोको कुरा चाहिँ भनिहाल्नु न यो ल फटाफट गुनासो त त्यति साह्रै पनि होइन र पनि अलिक म चाहिँ लागेन र भान्जा यता आउनु हौ अलिकति एउटा कुरा चाहिँ के भने अस्ति गयो होइन यहाँ दोधार लाउने बेला पनि आइदिनु है तिमी त कता त गएछ अनि त्यसपछि भएन त्यसपछि यहाँ यति उठ्यो भन्दा तल हुँदाखेरि म राति चाहिँ आएर यसो हेर्दै राति म डुल्छु नि त धेरै कुकुरको भोक छ मान्छेको छोरी चकाडी हुन्छ भनेर होइन म रेडियो सेट बोकेर डुल्छु अनि त्यतिखेर डुल्दै गर्दा देखेको भनिसक्नु भएको छ भन्नु पनि भएन भन्नुभयो तर विकासको लागि हो नि त भन्नु भएन एउटा कुरो मनमा छ तर विकास हुँदैछ नि त हामीलाई पुल चाहिएको थियो कलपट चाहिएको थियो कलपट बन्दैछ खुसी लाग्यो तर पनि अब कहिले ढलाइ हुन्छ भन्नुभयो भने हामी ढलाइमा श्रमदान गर्न तपाईँहरूले भन्नु होला पहिला जस्तो चाहिँ नगर्नु होला तपाईँहरूले भन्नु होला फेरि टाढोको भएदेखि त हामीलाई भनेको छ क्या एक घर एक सदस्य सदस्यको कुरा काटेको यो हाम्रो एक घर एक सदस्यले चाहिँ के भनेको छ भने हामीलाई जानकारी हो नि त कहिले धेरै मान्छे चाहिन्छ त्यो बेला हामी श्रम गर्नु यो ढलाइको दिन चाहिँ धेरै चाहिन्छ त्यो चाहिँ हामीलाई जानकारी नै भएन क्या अब आज पनि यस्तो रहेछ होइन अब यहाँ आउँदा मात्रै थाहा मान्छे को छ कति छ कस्तो छ के थाहा भएन कि अनि गएर भन्नुभएको भए त गरेर पारिसक्यो हामीले पनि बोल्दाखेरिमा त फेरि हामीले पनि नपाइएला जस्तो देख्यो नि त होइन हामीलाई त यता पनि आवश्यक पर्छ उताको पनि हामीलाई आवश्यक पर्छ हाम्रो चाहिँ कस्तो भयो भने अब श्रमदान गर्दै जाँदाखेरि जनसङ्ख्या धेरै नै भयो अब यति भएपछि कोही बस्ने कोही हेर्ने मात्र भयो यसले चाहिँ पाल्ने गरौँ भन्दाखेरि हामी प्रशस्तै भयो त्यही कारणले चाहिँ खबर चाहिँ गरेर गर्नुपर्नेमा हामीबाट चाहिँ गरिदियो त्यसमा चाहिँ माग चाहन्छ ठिकै छ ल म एक दुईवटा कुरा राख्नु पऱ्यो है सम्पूर्णलाई मेरो नमस्कार म अब धरान पार्कको वडा अध्यक्ष मनप्रसाद लिम्बू अब आज यो धरान पार्क सानीबोटे चाहिँ खास पल्लो खोलालाई भनिन्छ अब यो चाहिँ खास यो खोलाको नाम चाहिँ सानीबोटे होइन अब अलिक मात्र चाहिँ धोबी खोला भनिन्छ यसलाई होइन अब धोबी खोला अब अहिले चाहिँ यहाँको चाहिँ बस्ती विकास चाहिँ बढी हुँदै जाँदाखेरि चाहिँ धेरैजनाको चाहिँ निचोडबाट चाहिँ के आयो भन्दा मौसममा मात्रै बगेको हुनाले यो मौसमी खोला भनेर पनि अब नामाकरण गरेको छ यो मौसमी खोलामा चाहिँ एउटा वडाबाट चाहिँ तपाईँको 4 फुटे होम पाइप तपाईँको जम्मा 8वटा यहाँनिर चाहिँ लगाउने योजना भएको छ त्यो अन्तर्गत चाहिँ वडाले चाहिँ यसपालिको विनियोजित पैसा जम्मा 2,50,000 यो होम पाइप निर्माणको लागि वडाले बजेट व्यवस्था योदेखि मात्र तपाईँको 10 गरेदेखि सिधा पारिपट्टि जाने त्यहाँ पनि तपाईँको 2.5 लाख नै त्यहाँ पनि बजेटको सुनिश्चित गरेको छ यस्तै यो होम पाइप लाउनु भनेर नै त्यहाँ पनि हामीले चाहिँ वडा सदस्यहरूसँग सल्लाह गरेर वडा कर्मचारीहरूसँग सल्लाह गरेर यो खोलामा यसपालि 2टा होम पाइप पुल निर्माण गर्ने भन्ने अवधारणाले हामीले बजेट निर्माण गरेको हौँ अब यो पुलको चाहिँ तपाईँको आन्तरिक स्रोत अन्तर्गत पर्छ यो बजेट चाहिँ तपाईँको यो मात्र 10 गरेको चाहिँ नेपाल सरकारबाट छ है नेपाल सरकारको पैसा आउने बित्तिकै तपाईँहरूले पाइहाल्नुहुन्छ अब यो आन्तरिक स्रोत भनेको चाहिँ तपाईँको यो धरानभरि तपाईँहरूले कर उठाएकोहरू कसैले तिरेको नागरिकता बनाउँदा बाटो सिफारिसहरू भयो तपाईँको जग्गाहरू बेच्दाखेरि भयो तपाईँको अब होइन सब्जी मन्डीभित्रको भाडाहरू कलेक्सन गरेको त्यो बिपी कोइराला अगाडि क्याम्पगेटभित्र भाडा कलेक्सन गरेर जम्मा भएको पैसालाई चाहिँ नगरपालिकाले जनसङ्ख्या र भूगोल क्षेत्रको आधारले चाहिँ बजेट विनियोजन गर्छ त्यो अन्तर्गत
आयो भने उहाँहरूले पाउने हो है। त्यसले गर्दा म सेम पनि श्रमदानमा म लागिरहेको छु। आज मात्रै है फेरि आएको म श्रमदानमा चाहिँ, किनभने अनि यो आज आएर यो सेटिङ कार्डहरू मैले खोजेर ल्याएँ होइन। यो सेटिङ कार्डहरू अब निःशुल्क नै भन्ने अब कुरो छ। अनि यो जालीहरू सबै हामीले व्यवस्थापन गरिदिएको यहाँनिर जम्मा। अनि अब यो ढुङ्गाको उयोहरू भयो, ढुङ्गा ल्याउने करेक्सनहरू भयो। अनि त्यसरी चाहिँ यो आन्तरिक स्रोत अन्तर्गत यो बजेट परेको हुनाले उहाँले निर्माण गरेर तुरुन्तै सकिहाल्यो भने पनि पैसा अलिक दिन वेटिङ गर्नुपर्ने अवस्थाहरू पनि देखिन्छ। तपाईँको भाग्यमा छ भनेदेखि नगरपालिकालाई हाल्ने बित्तिकै तपाईँहरूले पाइहाल्नुभयो होइन। अब बरु म कर्मचारीहरूलाई त्यहाँका अझै कर्मचारीहरू छ नि, उनीहरूलाई बरु 1 महिना 2 महिनाको सेलेरी रोकेर भए पनि तपाईँको यो योजना चाहिँ हामी को पैसा चाहिँ हामी दिन्छौँ। त्यसरी चाहिँ अब हामीले काम गर्नुपर्ने हुन्छ। अब यो एउटा यो अगाडिको यो ठाडो बाटोमा पनि तपाईँको उपमेयरज्यू अन्तर्गत 2 लाख रुपियाँ बजेट परेको छ। अब हाम्रो टेलो साथीहरूले कतिको फलोअप गर्नुभएको छ। मैले वडा सदस्य विजय राईलाई लेखेर मैले पुरै ठुलो क्षेत्रतिर योजना परेको सहभागिता गर्नु भनेर मैले भनेको छु। अब विजय राईसँग पनि तपाईँले समन्वय गरेर अब तपाईँले यो महिनाभरिमा तपाईँले सम्पर्क गर्नुभयो भने त्यो पैसा अर्को ठाउँमा हाल्नुपर्ने हुन्छ। किनभने साउन भदौ असोज कार्तिक मङ्सिर पुस माघ 7 महिना भइसक्यो। 7 महिनामा स्टार्टिङ भएन भनेदेखि सम्झौता भएन भने अब यो टोलको मान्छेले यो काम नगर्ने रहेछ, यिनीहरूलाई गर्दैन। अब जसले गर्नु सक्छ त्यो गर्नु सक्नेमा चाहिँ रकमन्तन दिनुपर्ने हुन्छ। यो अब नगरसभा तपाईँको यो हिउँदे नगरसभा हुँदैछ, हुन लागेको छ। यो नगरसभाभन्दा अगाडि नै तपाईँहरू टोल विकास संस्थाले विजय राईसँग बुझेर तपाईँहरूको अन्तर्गतको कामहरू चाहिँ गरिहाल्नुपर्छ। यो मैले तपाईँलाई यो आजको यो मिडिया मार्फत पनि तपाईँहरूलाई भनेको छु है। मैले विजय राईलाई स्वयं मेरो कार्यकक्षमा राखेर पनि भनेको छु, उहाँलाई चाहिँ यो बजेटहरू चाहिँ तुरुन्तै गर्नुपर्छ भन्ने हो। र यसरी चाहिँ श्रमदानबाट तपाईँ हामी जुट्यौँ भने असम्भव भन्ने कुनै पनि छैन, सम्भव हुन्छ। र श्रम गर्दाखेरि मान्छेलाई चाहिँ बेफाइदा कुनै पनि हालत हुँदैन, जोडकै फाइदा हुन्छ, राम्रो पनि हुन्छ, बलियो पनि हुन्छ, आफ्नो शारीरिक तन्दुरुस्ती पनि हुन्छ। र यो पुल देख्ने बित्तिकै, यो श्रम गरेको ठाउँ देख्ने बित्तिकै तपाईँलाई त्यो दिनको याद पनि आउँछ, त्यो दिनको माया आउँछ, त्यो दिनको एउटा मित्रता कायम हुन्छ। त्यसले गर्दाखेरि सहयोग भनेको 1000 गर्नु पर्दैन, 1000 गर्नु पर्दैन, 500 गर्नु पर्दैन, 50, 100, 50, 100 इच्छाले गर्दै गर्दै जाँदाखेरि यसरी कसैले चिसो ल्याइदिने, कसैले चाहिँ मासु पसल हुनेले ल आज मेरो तर्फबाट ल 3 किलो मासु 2 किलो मासु भनिदिने, मासु ल्याएर यहाँ काम गर्नेले चाहिँ खाजा खान्छन् होइन। अब चिउरा भुजा यहाँ चाहिँ निर्माण समितिले खरिद गरिदिन सक्छ होइन। अब एकजनाले चाहिँ यहाँ नजिकै एकजनाले म पकाइदिन्छु भन्ने हुन्छ होइन। आफूसँग जे सहयोग छ त्यहीहरू चाहिँ हामीले चाहिँ सहयोग दिने हो। मैले यही पुलहरू, यो माथिल्लो पुलहरू बन्छ नै भनेर चाहिँ मैले कन्जुसै गरेर मैले सेभ गरेर राखेको जाली हो है। यसरी यो जाली मात्रै तपाईँको 55,000को मैले यहाँ जाली उपलब्ध गराइदिएको छु होइन। 55,000 भयो। अब यो सेटिङ पनि मैले उपलब्ध गराइदिएँ। म आफै पनि श्रमदानमा खटेको छु र क्यास पैसा पनि मैले 5,000 मैले उहाँहरूलाई बुझाइदिएको छु मेरो तर्फबाट होइन। त्यसले गर्दा त्यसरी चाहिँ आफूले सहयोग गरियो भने राम्रो हुन्छ। र तपाईँहरूले यो ढलाइको दिन चाहिँ टोल विकास संस्थालाई 1 दिन वा 2 दिन अगाडि खबर गरेर बरु 6 घन्टा लाग्थ्यो भने 3 घन्टामा 2 घन्टामा ढलाइ गरिसकौँ होइन। त्यसरी चाहिँ एक घर एक श्रमदान चाहिँ धेरै पर्दैन, 2 घन्टा मात्रै घडी हेरेर 2 घन्टा गर्नुहोस्, त्यहाँदेखि बाँकी नगर्नुहोस्, जानुहोस् होइन। 2 घन्टाभन्दा धेरै गर्नु पर्दैन, 1 घन्टाभन्दा धेरै गर्नु पर्दैन। हामी सबै जुट्यौँ भने त्यसरी चाहिँ आह्वान गरिदिनु होला भन्दै म तपाईँहरू फेरि जनजागृति टोल विकास संस्थालाई तपाईँले एकदम मेहनतका साथ थोरै रकम भन्नुहुन्छ, हाम्रो लागि चाहिँ धेरै रकम हो 27,000। अनि त्यसमा तिप्ने चिसोहरू ल्याइदिनुभयो, गिलासहरू ल्याइदिनुभयो, तपाईँहरू सेम आफै यहाँ उपस्थिति भइदिनु भयो। वार्ड नम्बर 5 को वडा समितिको तर्फबाट जनजागृति टोल विकास संस्थालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आगामी दिनहरूमा पनि तपाईँहरू हामीहरू यसरी चाहिँ सहकार्य गर्दै आफ्नो टोल बस्तीका चाहिँ एक आपसमा चाहिँ सहकार्य गर्दै अगाडि बढेमा असम्भव हुँदैन। हेर्नुहोस् अब यो साल अस्ति यो 2टा जाली यहाँनिर यो बहिनीलाई नदेखेको यो खलाले यो बहिनीको घर कुन थियो, यो जालीले गर्दा यसो 2टा 3टा जाली दिँदाखेरि
एउटा दुईटा सहयोग गर्दैमा 1 बोतल 2 बोतल चिसो सहयोग गर्दैमा हाम्रो केही पनि जाँदैन। यो श्रमदानमा जान्छ, यो श्रम हो। त्यसले चाहिँ सहयोग गर्नुलाई भावनाले नकारात्मक सोचे पनि मुखले त्यो प्याक्चै चाहिँ भन्नु हुँदैन है फेरि है। कतिले यहाँ होम पाइपै हुँदैन, यहाँ त पुल हुनुपर्ने। अब पुल गर्नुलाई जनसङ्ख्याले पुगेन हेर्नुहोस् है, पुल प्रयोग गर्नुलाई पुगेन। अब त्यो नहुनु भन्दा त यही भए पनि अब यसो गर्दै गर्नुपर्छ। अब यही बगाएर लान्छ भने फेरि हामी अब होम पाइपको के अरे पुलको लागि पनि माग गर्नुपर्छ। हामीले सङ्घीय सरकारमा माग गरेका छौँ, प्रदेश सरकारमा माग गरेका छौँ, हामीसँग रेकर्ड छ। अब यो म वडा अध्यक्ष हुनुभन्दा पहिला पनि हामीले चाहिँ यहाँ चाहिँ पुल भनेर गइएको थियो होइन, वडा कार्यालयमा गएको नि होइन, दुईपल्ट तपाईँहरू जानुभयो होइन। अनि त्यतिखेर म यता तरकारी सब्जी खेती पनि लाउँथेँ। अब अहिले त मेरो जग्गाहरू यतातिर म कुनै पनि अब भाडामा पनि लिएको छुइनँ र पनि अब यहाँ चाहिँ अलिकति यो क्षेत्र बढी मेरो माया ममता भएको हुनाले म सेम पनि श्रमदानमा खटेको छु। फेरि पनि तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै ल मेरो भन्नाले यहीँ अन्त्य गरेँ। धेरै धन्यवाद हाम्रो वडा अध्यक्षलाई हामीलाई सल्लाह दिनुभयो। चिसो लुकाउनु अरे एकछिन यहाँ आउनु एउटा सल्लाह गर्नु पर्यो।